चाहिँ आज 1 हप्ता हुन लाग्यो रोड ड्राइभिङ भइरहेछ हामी चाहिँ विष्णुमा ड्राइभिङ लाइन भाइको चाहिँ सकेर बसिरहेछ अहिले ट्रायल गरेर 25 मा लिखितमा 25 मा 15 अनि ट्रायलमा चाहिँ 70 आउनु पर्यो गेटमा चुस्को लाइन छ 10 नम्बर गाडी सकेसम्म 100 भन्ने हान्नु पर्यो है लाइसेन्समा देखिन्छ र तो भन 70 भन्छ त्यहाँ लेखा हुँदैन चाहिँ मलाई थाहा नै छैन नि अब नेपालको नियमै ठ्याक्कै फिक्सै छैन कि त्यहाँ उनीहरूको अब एलब्यागमा अब लाइन सुन्लायो भने फेरि अगाडि गएर आउनु पाउँछ भन्छ अनि अस्ति एउटा उसलाई चाहिँ जानु पाउँदैन भने त्यस्तो हुन्छ कि उनीहरूको अब के हो ठ्याक्कै फिक्सै छैन क्या नेपालमा भन्न चाहिँ त्यही भन्छ हल्का राइट जाने ल मर्ने कुनापट्टि अझै मर्ने रेस्ट थोरै बढाउने अब खोल्यो राइट स्लो एकछिन रोक्न मिल्यो अब रेस्ट दिने बल्ल अब अझै रेस ल लेफ्टपट्टि आउने हामीले चाहिँ पहिल्यै बाटो बनाउनु पऱ्यो क्या आफूले पछि रोकेर काट्नु मिलेन कि जता बाटो बनायो नि रोक्ने अनि ल लेफ्टपट्टि आउने हेर्दै अब खोल्ने अब राइट अझ राइट भयो सिधा भयो राइट थोरै स्पिडमा हिँड्ने अब स्पिडमा हिँड्ने पल्ल खोल्ने अब हजुर अलिअलि हेरेको न भयो स्लो गर्ने म आफै जान्छ त्यो स्लो गर्ने अब रेस्ट नदिने फेरि रेस्ट दिने अब यतापट्टि स्कुटर छ नि त अनि कुना चाल्नु मिलेन कि सिधा ल कुनाबाट आउनु अब ल बिस्तारै रोक्ने अब सिधा ल भाइ अब गुड नाइट अब ल जाऊँ अझै रेस्ट दिएको राइट भयो अझ राइट जाने अझ राइट उसको टाइम हो नि त अब राइट छ अरे अझ राइट ल हामी चाहिँ अब फेरि भसनथलतिर जाँदैछौँ भसनथल टोका अब अगाडि गाडी घुम्दैछ नि त स्लो ल कुनाबाट नआउने अब बिस्तारै रोक्ने यतिकै अब अनि गाडी जाओस् अनि बल्ल हामी जाने चल्दो रहेछ अहिले मात्रै बाटो बढाउनु लागेको रहेछ त्यही भएर अनि यहाँ चाहिँ फेरि गाडी प्याक गर्नलाई राइट रोक्ने एकछिन अब र जाउँ अब रेस राइट अझ राइट खोल्ने राइट अझ राइट ल लेफ्टपट्टि फास्ट झन्डै कन्टेन्ट छुट्यो अघि राइट अझ राइट भयो बाटो बनाउनुलाई अरे त्यहाँ रुख पुरै काटेर चाहिँ अझ अगाडि उता बाइकभन्दा अगाडि ल अब बिस्तारै रोक्ने अब ल उहाँलाई चाहिँ आज म उकालो सिकाइरहेको छु उकालो कति मिल्छ भनेर मैले अस्ति त्यही सिकाइरहेको छु अब ल हामीले तानी उठाउने अब पहिला क्लच छोड्नु भएन रेस्ट दिने अफ हुन्छ क्या पहिला क्लच छोड्यो भने होइन पछि हजुर पछि थाहा हुँदैन नि हामीलाई हाफ क्लोजमा मात्रै पहिला क्लोज हल्का छोड्ने अनि त्यसपछि रेस्ट दिने हजुर सत्यसम्ममा थाहा गर्नु पऱ्यो
अनि उकालो चाहिँ रेस्ट दिएको चाहिँ राम्रो आफ्नो सहिलो हुन्छ कि ठ्याक्कै छुट्टिन्छ क्या त्यो पहिला रेस्ट दिने अनि क्लच छोड्ने अनि त्यसपछि ब्रेक चाट्ने ल तलतिर चाहिँ घाम लागेको छैन आज चाहिँ उल्टो भइरहेको छ फेरि बिहान घाम लागिरहेको थियो अझै घाम लागेको छैन अब त्यो गेटनिर रोकौँ ल निलो गेट गाडी सिधा हुनु पऱ्यो अनि फेरि ग्याप धेरै हुनु भएन यो भनेको चाहिँ हजुर पार्किङ पनि हो क्या फेरि मेन तपाईँले उता मोड्नु भइरहेछ क्या सिधा गर्ने बेला गाडी हान्दा तपाईँले पर हेर्नु भएको बाङ्लो देखाएको छ नि होइन यस्तो हुन्छ अब फेरि लेफ्टपट्टि आउनु पहिला ल फेरि अगाडि बढ्नु बिस्तारै रेस यो रेस पम्प भयो रेस दिनु पऱ्यो पहिला थिचेर चाबी थिचेर होइन ल हिँड्नु फेरि अब ल हामी चाहिँ फेरि घुम्दै घुम्दै भाइरल रोड आइपुग्यौँ स्पिडै घटाउनु पऱ्यो थोरै त्यो बच्चाहरू हिँड्छ ल कुन त्यो चाहिँ किन भाइरल रोड भएको यो पिच गरे भएर यति मात्रै थियो पहिला त्यही भएर योभन्दा मात्रै पुरै अफर थियो होइन अनि यहाँ यति मात्रै पिच गरेको थियो कि पहिला अनि त्यो भएर चाहिँ यो त रिजर्भ होला त्यहाँ पुरै वाल लागेछ अहिले पुरै घरै झर्ला जस्तो भएको माथिको थियो त्यो भयो ल अब साइडमा पार्क गर्नु ल बिस्तारै हतार नगर्नु अब हजुरले स्लो भयो नि अब क्लच दिनु पहिला पहिलालाई स्लो स्लो ल अहिले चाहिँ ठ्याक्कै मिल्यो अहिले बच्चाहरू जानिदिउँ पहिला यतिको पार्किङ चाहिँ हुनु पऱ्यो ल लागौँ अब ठिक छ